आज हिउँ परेको तेस्रो दिन। आज यस्तै छ, सबैतिर। सबैजना सफा गर्न निक्लिनु भएको छ घर बाहिर। यता पनि सफा, यता नि घर अगाडि सफा गरिराख्नु पर पनि। यस्तै छ, सबै सेतै चिप्लो न चिप्लो छ बाटो। सबैजना बाहिर घर अगाडि गाडी कुदाउनु पर्छ भनेर सफा सबैले गर्न निस्किनु भएको छ। म चाहिँ अघि यो गाडी लिएर बाहिर गएको थिएँ। साह्रो चिप्लो बाटो। यो त 1-2 दिनमा मात्रै पग्लिन्छ होला, धेरै नै परेको छ। यो पग्लिसकेको छैन, यस्तो छ हालत। यो मेरो घरको अगाडि चाहिँ कसरी सफा गर्ने भन्दैछु। यहाँ सबैजना बाहिर खेल्न निस्किनु भएको छ हिउँमा। घाम लागेको छ मजाले, सबैजना बाहिर रमाइरहेको छ हिउँमा। घाम लाग्यो आज मजाले। यस्तै छ हिउँ परेको तेस्रो दिनको अपडेट। थ्याङ्क यू गाइज। यस्तै छ, यो गर्मी हुने ठाउँमा नि हिउँ पर्छ कहिलेकाहीँ। यो चाहिँ अचम्म छ यहाँ अमेरिकामा। अरू सब ठिक छ हाम्रो। घाम लागेको छ आज मजाले। यो तपाईँको गर्मी चाहिँ तपाईँको कस्तो हुन्छ भने, साउदी कतारमा घाम लाग्छ, गर्मी हुन्छ त्यस्तै नै गर्मी हो। त्यस्तै नै गर्मी हुने ठाउँ हो यो टेक्सास चाहिँ। तर हिउँ पनि पर्छ क्या कहिलेकाहीँ, वर्षमा एकचोटि। योचोटि पऱ्यो, अब भोलिदेखि राम्रो होला सायद। घाम लाग्न थालो आजदेखि। धन्यवाद सबैलाई। सी यू अन नेक्स्ट भिडियो अगेन।